यता चाहिँ रिक्टा मगरहरू छन्, एउटा भेलु भयो, एउटा जेठन साहब एक्सेप्ट गरेन, रिजेक्ट गरिदियो। अब फेरि यो पर्व जान्न जाँदैछ यता है केटा माया एउटा सामान छैन कि त्यही मोबाइल खोज्छ क्या। हे यो मान्छे यस्तो यस्तो छ केटाहरू यार, यस्तो घाँटी छ यार। हो यहाँ त गाडीको ट्रेनिङ लिने हो क्या फेरि ह्यान्डल कसरी चलाउने है। सो हेलो गाइस, के छ खबर? हामी चाहिँ ठिकठाक भएर होइन आज बाहिर घुम्न आएका छौँ। रुमबाटै बनाउने भन्थे भिडियो, त्यहाँबाट चाहिँ सम्भव अलि भएन किनभने केटासँग भेटाइ अनि त्यहाँ बाहिर पनि जानु थियो, त्यस कारण चाहिँ अलि सकेन। तर म बाहिर आएर बनाएको कता बनाएर हो जानु उठाउँ कि जानु उठ्नु नि जाने। पार्कमा गएर आज बमला गेम खेलाउँछु मैले त्यहाँ खेलाउँछु। अन्डा फुटाउने गेम खेल्ने, अन्डा फुटाउने गेम। कसको अन्डा फुट्छ है? कुखुराको फुट्छ कि हात्तीको फुट्छ कि अस्ट्रिच चिकन? हात्तीको छ त्यो फुटाल्न। हात्तीको अन्डा छैन, जाँट्टा हात्तीको अन्डा हुन्छ मुला के भन्छ त्यो टक्कहरू के टक्क। हामी चाहिँ अब पार्कमा छिरिन्छ होइन, पार्कमा गएर पार्कमा के हुन्छ केटाहरूलाई देखाइन्छ। देखाउनु जहाँ पनि पार्क त हो, तर यहाँ त पोखरी पनि छ अरे, के छ अरे। पहिला पनि आएको तर पहिला खासै अब ख्याल गरेको थिएन। अहिले चाहिँ लगभग ख्याल गरौँ न, भिडियो गरेर राखौँ, सम्झना बनाऊ भनेर आएको है। सो अगाडि गएर हेर्दै गरौँला के हुन्छ कस्तो हुन्छ। ओ फाइनल्ली हामी पार्कभित्र छिरिसकेको छौँ होइन। अब पार्कमा गएर अलिक साँझ आएको हुन्थ्यो भने केटी खतरा खतरा देखाउँथ्यो, अहिले फेरि खासै आउँदैन क्या। अहिले खासै केटीहरू छैन होइन। अहिले यो ठाउँ हेर्ने हो, ठाउँ घुम्ने हो। कुनै दिन साँझतिर पनि आइएछ भने टक्क भिडियो देखाउँला होइन, केटीहरूलाई देखाउँला मलेसियाका डन दिदीहरूलाई। सो अहिले चाहिँ टक्क यही कस्तो बोलेर आउँछ है मेरो सुरुमा त्यो के साह्रो मोटी मान्छे हेर त। म्याडम एउटा बाइकमा बल्ल बल्ल पुगिरहेको छ। यत्रो मोटो भयो त म्याडम बाइकले पनि जान्छ हेर, तर बाइक खतरा हो। टक्क यता पानी छ, यहाँ पौडी खेल्न मिल्ने त मजाले गरेर खेल्नुहुन्थ्यो। टक्क त्यहाँ गएर कत्रो लामो थियो त, सानो खालको त अर्को ठाउँमा ठुलो अरे। यहाँ त खै गयो कि छैन अहिलेसम्म थाहै छैन है। यहाँ गएर हेरिदिउँ होइन, ट्वाक्क लागेर तलै गएर हेरिदिनु पर्छ यहाँ के छ र मड लानु यार। म यहाँबाट ट्याक्क तल गरिदिन्छु। तर भित्र छिर्ने चाहिँ नदेखाउँदैछ पारिबाट राख छैन भित्र छिर्ने खालको चाहिँ। सबै त्यस्तै रहेछ। सो यस्तो खालको हाल्दैछ क्या। बच्चाहरूलाई नै होला सायद, हुन ठुलो मान्छे पनि जान्छ त्यही पनि बच्चाहरू चाहिँ लडुन् भनेर होला जहाँसम्म। उता टक्क पानी खसिरह, फेरि यही पानी माथि गएर यही खस्ने हो कि के हो? यस्तो खतरा बनाएको क्या त ठाउँ चाहिँ। यहाँ ट्राक्क यस्तो छ, यता यस्तो छ। हरियाली चाहिँ सेम मलाई त नेपाल आएको कोही बेला त नेपाल आएको जस्तो फिल लाग्छ क्या। टक्क चैत वैशाखमा हुन्छ नि, अलिअलि पानी आएको हुन्छ होइन, पसिना ससिना काट्यो ट्वाक्क त्यो टाइपको फिल आउँछ क्या बेला बेलामा चाहिँ। पुरा हरियाली हुन्छ नि त होइन त्यो टाइममा नि। अब साउन चैतको बेलामा त हुन्छ नि हेरेर ट्याक्क त्यस्तै क्या। केटाहरू यता बसिरहेको छ, एउटा दाइदिनु चाहिँ पुरा उहाँ तलबाट मोबाइल चलाउँदै आएको हो। यहीँ छ मैले के हेरेको थिएँ, रिल हेरेँ होला, रिल हेर्दै बसिरहेको बम दाजु ट्याक्क। यता चाहिँ रिक्टा मगरहरू छन्, एउटा भेलु भयो, एउटा जेठन साहब। बहिनी त दिन्न जान थालेँ, बहिनी त दिन्न, त्यही पनि जेठन मात्रै भनिरहेको मैले। बहिनी चाहिन्छ दिन्न भन्छन् होइन। बहिनी छँदा पनि छैन, मजाक मात्रै गरेको एउटा त्यो। अब खै केटा केले मात्रै भनेको। सो अरू कता कता के गरिन्छ हेर्दै गरौँ होइन। सो भाइ टक्क यहाँ पार्कमा चाहिँ यस्तो पनि पाउँछ नि, संसारको सबैभन्दा ठुलो जनावर त होला नि होइन? के हो यो जनावर त होला नि होइन? कछुवा जनावर होइन होइन, कछुवा मात्रै हो। कछुवा मात्रै हो। हेर्नु उहाँ पारि पनि छ, माछाहरू पनि यहाँ गोही हो कि त्यो के भन्थ्यो त्यो बरु पनि छ अरे। हेर नि यो गर्लफ्रेन्ड बोयफ्रेन्ड होला यार माया। खै त्यो पनि कछुवा हो, उता पनि कछुवा आइरहेको छ। यो बुढाबुढी रहेछन् क्या यिनीहरू, सँगै हिँड्छ त माया। ल मया गर बाबु, मया गर गर्न आइरहेको कि। हेरे 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 हुन्न, केटीले दिन्न, केटीले माया नगर, माया गर्दैन। अर्कोले फेरि अर्कोले माया टक्ने फेरि तल हेर त कस्तो भेजा हान्दैछ। यो पक्कै केटा हो कि केटीले पछि हाने उसले छोडिदिएर हो के हो कुरो? एउटा त उहाँ गइसक्यो, यता त्यही केटी रहेछ, त्यो फेरि त्यति गयो अरे, त्यो फेरि त्यति जाँदैछ यो भाग्यो। पहिला त्यसले यसलाई
एक्सेप्ट गरेन दिजे गरिदियो अब फेरि यो पर्व जान्न जाँदैछ यता है केटा माया गर्न जाँदैछ है यो त म देखेर भाग्यो लुक्यो यार लुक्यो लजायो गाई अब सक्क यहाँ आइसक्यो है यस्तो कालो आउँछ यहाँ फेरि सिसी क्यामेरा यस्तो ठाउँमा नि सिसी क्यामेरा छ कहिलेर त्यो भयो नि यार ठाउँ भनेको ठाउँ हो क्या यार भोलि यताउता केही भए पनि ट्याक्क फेस फेस खोज्यो होइन यसलाई खान तिराउने भने केस राख्ने गिरेर लगाइदियो सक्यो यस्तो नर्मल ठाउँ नि यता लगभग यस्तो खास हुन्छ पार्कहरू पार्छ तर नर्मल ठाउँ जस्तो चाहिँ हुने होइन घर केही छ न केही छ होइन त्यहाँ पनि यस्तो पुरा क्यामेरा फ्यान लगाएर होइन लाइट सेट लगाएर राति पनि खतरा राति अहिले आउने भनेको अलि फेरि हाम्रो गेट सेट बन्द हुन्छ भन्ने कुरा हो टक्कै केटाकेटी खेल्ने एउटा ठाउँ भयो होइन यहाँ अब डिगिल नै छ उहाँहरू चाहिँ तिन ठाउँ चाहिँ यहाँ त यस्तो छ होइन टक्क कसले के गर्छ आफ्नो के जातिकै देखाउने सेक्युरिटी अफिसरले त जसमा पुलिस त होइन अन्त सेक्युरिटी छ हेलमेटै नलागिन्छ नि त हामी त पायो नि तपाईँले केटाहरू आफ्नो स्ट्यान्ड देखाउँदैछ नि यता हेर न भैमा खुट्टा टेक्यो राति हान्छ घरमा फर्किँदाखेरि दुइटा ठोकिन्छ अरे फर्किँदा ठोकिन्छ है फर्केन त उता मऱ्यो होला अनि खोइ त फर्केको अनि फर्किनु पर्दैन थाहै छैन केटाहरूलाई अनि यो त के गर्ने फेरि यो के गर्ने हो देखाउ त कस्तो जा काम छैन काठ छैन बरु यता त राम्रो अनि के हो यो फेरि यहाँ रहेछ त दामी यस्तो दिनमा पनि होइन अरू के खालको मान्छेहरू त यता हेऱ्यो नि यताउँदै हेऱ्यो होइन अहिले बेलुकातिर चाहिँ अलिकति मान्छे हुन्छ अहिले दिउँसोमा भयो नि यस्तो एजमा क्या हेऱ्यो नि अब खतरा हो क्या यो त के खालको फेरि यो फेरि यस्तो होला होइन यहाँ सक्यो ए यस्तो खालको माटो नि ड्याङ 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 यस्तो खालको रहेछ कि उता के हो फेरि त्यो उही ओइ नगर है माया ओइ भिमे नगराउ न ओ लड्छु कि म एउटा सामान होइन कि त्यो मोबाइल खस्छ क्या ए यो मान्छे यस्तो यस्तो छ केटाहरू यार यस्तो घाँटी छ यार कस्तो घाँटी छ खोइ गर तिमी गर त ल यहाँ त दायाहरू बनाएरमा आउँथ्यो म कहिले यसो जाँगर लाग्यो भने चल्दिने अनि सम्झिने हो ट्याक्क यस्तो ठाउँहरू छ होइन बम्ला चाहिँ एउटा पुरा दिइरहेको थियो फेरि खस्यो अहिले ल दियो केटा दियो अरू तल गएर त्यो अहिले भिडियो म आफै बनाउँछु सो यहाँ पनि पुरा आएन यहाँ पनि डह्रो घाम भयो होइन अर्को ठाउँ छ फेरि त्यो तल छ अरे होइन त्यहाँ क्लिक गरिन्छ तर धन्नै लोडाएन मगरले मलाई एउटा त मोबाइल थियो एउटा समाएको पुरा नतदिएर थालेर मलाई त तल गइन्छ यहाँ फेरि यस्तो केटाकेटीहरू खतरा हुन्छ क्या हुन त बुढो प्रकार हुन्छ तर त्यो के गर्न मिल्दैन चुरो खान मिल्दैन सुत्नु मिल्दैन हो अनि फोहोर फाल्न नमिल्ने के हो यो सानपा फोहोर फाल्नै नमिल्ने होला सायद कुकुरहरू ल्याउन मिलेन माछाहरू तान्न मिलेन साइक्लिङ गर्न मिलेन रनिङ गर्न के हो के स्पिड पाएन किस्न मिलेन यही त भनेर रक्सिन मिलेन होइन आगो बाल्न मिलेन यो आलराम सालरामहरू के घन्टी सन्टी के हो त्यही त होला नि होइन कहीँ फेरि यो केटाकेटीको लागि बुढापाका पनि खेल्दा हुन्छ लाइक म आफै खेलिदिन्छु नि त के होइन तर यहाँ त तल यस्तो भइसकेको छ किनकि यहाँ खुट्टा आँटेको छ नि त मान्छेले टक्क यसो गरिदिए भिगी बाटो मे धरम यस्तो हुँदैछ होइन यहाँ चाहिँ हाम्रो सरलाई फेरि खेल्नै पर्ने हुन्छ यहाँ होइन यता खालकै फेरि खतरा अस्ति मैले देखेँ अनुसार चाहिँ तर अहिले रहेछ भने चाहिँ है फेरि मैले पहिला चाहिँ देखिरहेको थिएँ यहाँ केटाकेटी गरेको ट्याक्क यहाँबाट माथि गयो माथिबाट फेरि भक्ति तल आयो त्यहाँबाट गयो चिल छ क्या उहाँ फेरि त्यस्तै छ सेम लिटगुटी खेल्यो सानो लिटगुटी खेलेको छन् त्यस्तै खालको होइन अनि टक्क यता फेरि हो यहाँ होला क्या यहाँ फेरि डिगिल ल्याइरहेछ डिगिल ल्याएको कसलाई थाहा सानामा खेलेको यो वाला कसलाई थाहा छ त यो त डबलवाला रहेछ है माथि सिङ्गलवाला थियो म देखाउनु भुल्छु यो चाहिँ डबलवाला रहेछ उहाँ छ सिङ्गलवाला अब देखाउँछु योहरू त के गर्ने हो यो मसाज मतलब लाइक यहाँ अब ढाड राखेर यहाँ ढाड घोट्ने क्या ठ्याक्कै यहाँ ढाडमा बस्ने होइन अनि यहाँ ढाड घोट्ने होला सायद अनि यो चाहिँ साइड हातको यो पाखुराहरूको टाइपको घोट्ने होला यो अनि फेरि यो त के हो वेट चेक गर्नु त होइन होला पक्कै पनि ओइ ए यस्तो नाच्ने रहेछ यो चाहिँ यता गर्ने रहेछ अनि यो फेरि अगाडि पछाडि होला यो अघि गरे जस्तै अगाडि पछाडि तर
यो चाहिँ खै के हो थाहै छैन, यो पनि थाहा छैन, त्यो पनि थाहा छैन। यो फेरि के हो यो नि अघि पछि गर्ने हो र? यहाँ रहेछ, यो पनि अघि पछि गर्ने रहेछ। यहाँ चाहिँ गाडीको ट्रेनिङ लिने हो क्या यो फेरि, ह्यान्डल कसरी चलाउने। हुँ के हो ह्यान्डल सिक्ने हो के हो यो के हो फेरि, यो के हो, यो घुम्ने होला होइन। अनि यी मात्र घुम्दो रहेछ। यो फेरि बसेर यहाँ बस्ने अनि टेल्ने हो होइन। के गर्नु त यहाँनिर यहाँ बसेर है, खै थाहै छैन। ए यो पछाडि अगाडि गराउने यसको जिमको धक्का यहाँ बुढो यहाँ यतातति हान्दा छ। यो वाला सिङ्गलको भयो होइन, यहाँ पनि अर्को डबलकै दिएछ। सो अब चाहिँ टक्क हामी चाहिँ रुमतिर लागिन्छ होइन। रुममा ताके जाने त बाहिर खाजासाजा खानु पऱ्यो होइन, चिसो चिसो खानु पऱ्यो। यहाँ त पानी छ त सला टोपी ल्याउ टाइपको पानी पनि रहेछ। सो म चाहिँ यो टक्क रुममा बिहार त गइसकेको छु, भिडियो बनाउनु लाग्यो त्यहाँ केटाले छोडेर गयो मलाई यार। कोही छ ऊ वहाँ तल गएर बसेछ माटोमा बस्नु धोकै बात छ। केटाबाट फेरि सुसुले च्यापेछ भन्ने त्यहाँको देखेँ, त्यही भएर पनि थाहा पाएर होला। चलो कोही बात नै, आजको लागि जति भनौँ होइन। पैसा आयो भने त फेरि सपिङ गरेर जाने भन्ने प्लानिङ छ। तर हेरौँ टिकट लिन गइन्छ कि सपिङ गर्न गइन्छ। सो अहिलेको लागि